जय होस् जय होस् मुक्तिदाता मुक्तिदाता मुक्ति जीवन छ जीवन छ जीवन छ जीवन छ क्रिसमस यतै क्रिसमस आउन बाँकी भएकोले हामी चाहिँ आइसकेका हामी हाम्रा प्ले कार्डहरू देखाउँदै हामी यति बेला हामी चाहिँ आइसकेका छौँ एकछिन नारापछि चाहिँ सुरु हुन्छ होला सायद सङ्गति प्रश्न गर्न चाहे क्रिसमस यो शब्द सुन्दै गर्दा है तपाईको दिमागमा के कुरा आउँछ हजुर हजुर क्रिसमस यो शब्द सुन्दै गर्दा तपाईको दिमागमा के तस्बिर आउँछ त के कुरा आउँदछ कसैले बताइदिनुहोस् न चर्को स्वरमा हजुर क्रिसमस यो शब्द सुन्दै गर्दा कतिको दिमागमा के कुरा आउँछ भने भन्दा खसीको मासु हजुर होइन खसीको मासु खाने हो खसीको मासु खाने हो खसीको मासु खाने दिन कुन दिन हो क्रिसमस होइन त अनि कतिजनाको लागि चाहिँ क्रिसमस भनेर भन्दै गर्दा के कुरा आउन सक्छ नाचगान गर्ने दिन किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ र हाम्रो निम्ति एकजना छोरा अथवा पुत्र दिइएको छ शासन उहाँको काँधमा हुनेछ उहाँ अचम्मका सल्लाहकार शक्तिशाली परमेश्वर अनन्तका पिता शान्तिका राजकुमार कहलाइनु हुनेछ अनि साथमा उहाँको शासन र शान्तिको प्रीतिको अन्त कहिले हुने छैन आमेन रहन सक्नु भएन यसकारणले गर्दा मानिसले परमेश्वरबाट के हुन पुग्यो अलग हुन पुग्यो सही मानिसको परमेश्वरबाट अलग भएको छ यो मानिसको पापको कमरा भएको छ यो मानिसको मृत्युको बन्धनमा छ यो मानिसको शैतानको राज्यमा छ अन्धकारको राज्यमा छ र अन्धकारको राज्यमा भएको मानिसलाई के चाहिएको थियो हजुर के चाहिएको थियो ज्योति चाहिएको थियो के चाहिएको थियो पापबाट छुटकारा दिने मुक्तिदाता चाहिएको थियो के चाहिएको थियो सृष्टिकर्ता परमेश्वरसँग मिलापमा ल्याउनलाई परमेश्वरको पुत्र चाहिएको थियो बोलाउन चाहदछु आउनुहोस् मेरो हृदयमा तपाईँ जन्मिनु भएको म विश्वास गर्दछु तपाईँ मेरो पापको लेखी क्रुसमा मर्नुभयो तपाईँ गाडिनुभयो अनि तेस्रो दिन मरेकाहरूबाट तपाईँ पौडी उठ्नुभयो
अनि म मेरो मुखले स्वीकार गर्दछु तपाईँ मेरो प्रभु हुनुहुँदछ, तपाईँ मेरो मालिक हुनुहुँदछ। धन्यवाद मलाई पापको दासत्वबाट स्वतन्त्र गर्नुभएकोमा, अन्धकारको राज्यबाट छुटकारा दिनुभएकोमा, शैतानको दासत्वबाट छुटकारा दिनुभएकोमा, मृत्युको डरबाट स्वतन्त्र गर्नुभएकोमा धन्यवाद। धन्यवाद प्रभु यीशु ख्रीष्टको नाममा, आमेन। बाटो रेलमा सरर येशू राजा जन्मनुभयो मनै हारेर। कालिम्पोङको डाँडै डाँडा चरी उड्यो है, बडादिङको रमाइलोमा रमाऊ साथी भाइ। दार्जिलिङको बाटै बाटो रेलमा सरर पूर्वतिर क्षितिजमा तारा उदायो, अन्धकारको संसारमा ज्योति उदायो। र यी दुईटा शब्द जुन शब्दले येशूलाई आउनेवाला मुक्तिदाता उद्धारकर्तालाई सम्बोधन गरिराखेको थियो। अघि हामीले वचनको पाटो वचनको धेरै कुराहरू हामीले सुनिसकेका छौँ। तपाईहरु सबैलाई थाहा छ इम्यानुएलको अर्थ के हो? इम्यानुएलको अर्थ हुन्छ परमेश्वर हामीहरूसँग, हाम्रो माझमा परमेश्वर हुनुहुन्छ। हालेलुया, हालेलुया। तपाईँ र मेरो बीचमा यदि परमेश्वर हुनुहुन्छ भने आज परमेश्वरले तपाईँ र मलाई आशिष बनाएर यहाँबाट पठाउनु हुनेछ। उहाँ येशू हुनुहुन्छ जसको अर्थ हो उहाँ मुक्तिदाता, हामीलाई बचाउनेवाला, हामीलाई मुक्ति दिनेवाला, हामीलाई हाम्रा पापहरूबाट छुटकारा दिनेवाला येशू। त येशू मनुष्य भएर किन जन्मनु पर्यो? येशू जन्मिसकेपछि तपाईँ र मैले के पाएका छौँ? मानिस र परमेश्वरको सम्बन्ध बिग्रेको हुनाले मानिसको हृदयमा शान्ति छ, देशमा शान्ति छ, परिवारमा शान्ति छ, किनभने परमेश्वरसँगको सम्बन्ध बिग्रेको कारण। हामीले अघि वचनबाट सुनिसकेका छौँ हाम्रो सम्बन्ध परमेश्वरसँगको सम्बन्ध ख्रीष्ट येशूद्वारा पुनर्स्थापना भएको छ। त्यसैले जहाँ सम्बन्ध हुन्छ त्यहाँ शान्ति त्यहाँ आएको छ। र तपाईँ र मलाई ख्रीष्ट येशूद्वारा, प्रभु येशूद्वारा तपाईँ र म आज धर्मी भएका छौँ। बाइबलले भन्छ हिब्रू 10 अध्यायमा हामी देख्छौँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। परमेश्वरमा नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ र ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रो धार्मिकता र पवित्रता र हाम्रो उद्धारक बनाउनु भएको छ। पहिलो कोरिन्थी विशेष गरी आजको यो दिनमा अनि तपाईहरु जतिजना आफ्नो मण्डलीबाट अनि गाडीहरू रिजर्भ गरेर विभिन्न ठाउँहरूबाट तपाईहरु आइदिनु भयो मैले देख्दैछु। अनि जिल्लाका विभिन्न कुना कन्डाबाट विभिन्न मण्डलीबाट पास्टरहरू चाहिँ